हेलो नमस्ते सबैजनालाई धेरै धेरै वेलकम छ निकिता युट्युब च्यानलमा। हजुरहरूलाई कस्तो हुनुहुन्छ? आई होप सबैले आरामै हुनुहुन्छ भन्ने आशाका साथ म फेरि नयाँ भिडियो सुरु गर्दैछु। है त साथीहरू, अनि आज चाहिँ स्याटरडे यस्तो के यस्तो धेरै देखेको मेरो चाहिँ यस्तो के साथीहरू, बाबुहरूको ठ्याक्क बाबा चाहिँ पनि आइपुग्नु, अनि के अरे बाबुहरूको चाहिँ एक्जाम सुरु भएकोले गर्दाखेरि कहीँ पनि हिँड्न र घुम्न नि भ्याएको थिएन, अनि अझै पनि चलिरहेछ एक्जाम चाहिँ। अनि आज स्याटरडे पनि भएकोले गर्दा यसो घुमघाम गरौँ, बाहिर कतै जाउँ भन्ने सुरुसारमा चाहिँ हामी तयार भएर चाहिँ निस्किन लागेको छौँ। अनि पानी परेन अनि घाम लाग्यो भने चाहिँ यिनीहरूलाई आज कुन ठाउँ रे छोरो होपीलाई नै जाने भनेको थियो कि, अनि जाने भन्ने कुरा थियो। अनि मेरो आँखा कस्तो रातो भएको छ कि, अनि आउनुहोस् हल्लो गरिदिनुहोस् न त, के हो पुरै। हेलो 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 लाइट चाहिँ छोरो, हेलो आज घुम्न जाने हो छोरो। अनि खोइ हेर्नुहोस् घडी लाउनुहोस्। हेलो नमस्ते हजुर, स्विमिङ जाने हो आज। के खोज्नु भएको छोरो? चस्माहरू त जम्मै उता घरमा हो उतापट्टि। अनि हामी चाहिँ त्यही भएर निस्किन आँट्दैछौँ। हेर हेलो हजुर, अनि आएर त भने आएको त नि, खोइ त एकजना छोरा कता पुग्यो। हेलो कता हो घुमघाम आज? जतिखेर नि आँखा मिजिरहेको हुन्छ त छोरो त, पुरै निन्द्रा लाग्यो क्या हो। है जोन दादा, खोइ दादा खोइ मान्छे नै जोहान त रोएर बसे जस्तै देखिन्छ। आज बल्ल टाइम मिल्दैछ है साथीहरू घुमघाम गर्नलाई। छोराहरू काम छैन, पुरा गरेर बसिएको छ कि। धौलागिरीमा कुन ठाउँ जाने नि थाहा छैन अहिलेसम्म। कलङ्कीको जाममा गाइज हामी जतिखेर पनि कस्तो जुम्मा आउँछ। जोन गोले के छ यसो देखाउनु न, फेस देख्छ कि न? खोइ मेरो छोराको त कहाँ हो। तिमीहरूको कलङ्कीको छैन त्यति धेरै, यहाँ छ अझै बाँकी। अनि कलङ्कीको जाम जहिले पनि यत्तिकै हो। यता हेरेर बोल्नुहोस् न। अनि घुम्न जान पाउँदाखेरि कति मख परिरहेछ। स्विमिङ जाने हो? स्विमिङ कलङ्कीको जाम आज शनिबार पनि भइरहने ठाउँ। चन्द्रगिरी जानुपर्ने कि राम्रो उयो हुस्सोमा चिसोमा मजा हुन्छ नि त। हेर्नुहोस् है बल्खु जाँदैछौँ हामी, बल्खुतिर लाग्दैछौँ। यति दामी भ्यू छ, आमामा यस्तो डेन्जर भ्यू आउँछ नि त यहाँबाट। आकाशमा बादल, किन हाँस्नु भयो? मेरो कुरा गरेर, मेरो कुरा सुनेर हो? छोराहरूको त कुरै छोडिदिन्न यहाँ, बोल्दै नि यहाँ हाम्रो छोराहरू के गर्नु। हाँसु छ नि मलाई नि। ए छोरो के हो के, अलिकति यसो बोलेर चटक सटक देखायो भने त तिम्रो फेरि बाबा पनि। तिम्रो बाबाले यता होइन त, त्यो कति 100 भन्दा कि 50 भन्दा कुदाउनु नपाइनु भनेको। यता नि छ नि, कहाँदेखिको पुरै झ्यापझ्यापै रोक्ने सिसी क्यामेरा, प्राङ्गण।
आइपुग्यौँ गाइज बल्खोतिर हामी घुमघाम गर्दै हो जस जतिको भयो भने चाहिँ काठमाडौँ घुम्नलाई मस्त चाहिँ हुन्छ जोस् यसलाई बनाउनु चाहिँ भन्ने कि जसले भयो नि बनायो भने त है कति राम्रो हुन्थ्यो ए स्विमिङ पुलपट्टि चाहिँ जाने हो सर स्विमिङ पुलपट्टि चाहिँ जाने हो छिटो होपी ल्यान्ड जाने होपी ल्यान्ड राम्रो हुन्छ त्यहाँ त धेरै खेल्ने कुरा छ नि त होपी ल्यान्डमा त कस्तो राम्रो हुन्छ हामी चाहिँ जाने भयो कतारी छोरो स्विमिङ गर्ने विचारमा छौँ घाम लाग्दैछ है गाइजहरू दुईजनाको चाहिँ इच्छा मेरो छोरा त कता हो कता एउटा छोरो त लुकेर मात्रै बसेको छ त्यहाँ पछाडितिर भनेपछि यिनीहरूको इच्छा पुरा हुने भयो आज खुसी होला मक्खा हेर्न अहिले नि आँखा मिच्देऊ नि एकचोटि मलाई अस्तिदेखि खालि फुर्सल जम्मा किच गरिरहन्थ्यो आज त 5 बजीसम्म खेलाइदिन्छु म दिनभरि खेलेर बस बाबा र म चाहिँ बाहिर गएर यसो खाजा खाएर आउँछ तिमीहरू खेलिरहेको तर त्यहाँ त डर लाग्नुपर्छ भाइ अल्को जस्तो लाग्छ आज त पानी परेछ त्यति धेरै हुँदैन कता सर र हामी चाहिँ कुन ठाउँ आइपुग्यो कन्या मन्दिर हो यता कता छ र कन्या मन्दिर चोबार छ मेरो बाबुहरू त बोल्दैन गीत सुन्दै बसिरा कलिक ए कनेक्ट भएन नि खोइ के भयो ओ जोन दादा के छ हो अहिले मैले ठ्याक्क यो के अरे क्यामेरा अफ गर्नुपर्छ अनि बोल्न थाल्छ पाटी के भन्छ त होपील्यान्ड हो होपील्यान्ड गाइज होपील्यान्डबाट डाँडा आइपुग्यो हामी चोबा डाँडा माथि ए पर हेर्नु त मन्जुश्रीले काटेको थाहा नै हुँदैन यहाँ भेलाब्ज मन्दिर चुकिदी कहाँ अझै उता हो म त यो भर्याङ देख्दा त त्यही जस्तो लागिरहेको कि धेरै टाढा पो रहेछ है होपील्यान्ड कसले मामा घर जाँदा ए मलाई भनिन त फेरि बाबा आएपछि जाने भनेर लुकेर बस्यो यहाँबाट मात्र हो र यो टाढाबाट त कतातिर जाने त फेरि फर्केर यो त सुटिङ गर्न जाने ठाउँ होइन चोबा डाँडा मासतिर ए हो रे चोबा डाँडा आइपुग्यो है गाई छिरो हामी पिकनिक जाने बाटो पनि हो क्या अरे नि त सबजना यतै छ त होइन पुरा ग्रुपमा मान्छेहरू यो डाँडा कतातिर गएर होइन होला यतैबाट होला हामी सबजना थाहा कति राम्रो फुलहरू हेर्नु नि यहाँ म त मासतिर आएकै छैन भने त्यति हो यहीँबाट त रहेछ नि यहीँ मैले देखेँ
आमामामा कति प्याक हो। ओहो तर धेरै प्याक रहेछ। आज पानी पऱ्यो भने ल गाइजहरू यस्तो प्याक छन्। आज हामीले खोइ खेलिन्छ कि खेलिन्न, मिल्छ मिल्दैन। माथि माथि राख्यो ऊ यसको पछाडि मिल्दैन होला है। चाहिँ चोबार आइसक्यौँ गाइज। खोपिलान स्विमिङ गर्ने नै भयो पक्का पक्की। तर यहाँ त राम्रो रहेछ हौ। बाबा छोरा पुरा छोरो खुसी छ नि बाबु। त्यहाँ हेरेर के गरिदिनु त्यस्तै गरेर हालिदिनुपर्छ कि ऊ पनि होइन। छिटो नतान न मलाई, यहाँ यत्रो हिल छ। हामी चाहिँ होपी लाइन आइपुग्यो है साथीहरू। ल हेर्नु होला सुरु हुँदैछ यतातिर। मेरो भुन्टेहरू आइपुग्यो आज। कति दिनदेखि खेल्ने भन्दै थियो। यस्तो रमाइलो छ नि यहाँ। वाह वाह बाबा पनि नखेल्ने रे। छोरो के छ खुसी छ नि। चाहिँ आइपुग्यौँ यहाँ होबी लाइनमा। अब चाहिँ टिकट काट्दै हुनुहुन्छ उहाँले। टिकट ऊ हेर यसलाई हाई लागिरहेको थियो। यस्तो नि हुन्छ नखेली पनि जान पाइयो नि त, खेल्न पाइयो नि त। तर रमाइलो रहेछ यहाँ अहिलेसम्म। आइपुगेको थिएन, आइपुग्यौँ हामी। अब मस्त गर्ने हो बच्चाहरूसँग बाबाहरूसँग। तर म त नखेल्ने हो साथीहरू, खेल्न आउँदैन। रमाइलो रहेछ यहाँ डाँडा। आउनु होला है हजुरहरू पनि। तर मलाई पनि डर लाग्यो। मोबाइल बेकार बोके भएन तिमीहरूको। अब कस्तो राम्रो हुन्छ त्यो। यिनीहरूले कति खुसी भयो होला आज। हेर नि यहाँ सिन आम्मामामामा दामी रहेछ। अगाडि हिँड न बाबा छोरालाई त के हो साथी जस्तै देखिया छ त होइन। अहिले फोटो खिच्नुपर्छ है छोरो। यता हेरिदेऊ न, यता हेर त। यहाँबाट पो रहेछ त छोरो। अब गीत बजिहाल्यो। ए यहाँबाट त डर लाग्छ है यस्तो अल्गोबाट त। जान्छ है त्यहाँबाट। जान्छ नि त नि। जान मिल्दैन कि त्यो हो र। एहे कस्तो दामी त। बाबाहरू खोइ छोरोहरू चाहिँ यहाँ स्विमिङ गर्न सुरु भयो।
भयो नछोडले हात नछोड हाललाई निबिदिउँ ज्यादा ऊ माथि पुग्दो रहेछ अब हेर्नु है बाबु हात नछोड है नछोड भन्ने हात नछोड ल छोराहरू हेर्नु यहाँ निस्किन्छ अब ला तातो जान्छ है अड्क्यो त त्यहीँ त्यहीँ अड्क्यो त दाइ दाइ त्यहीँ अड्क्यो त चढ चढ कति हाँसिरहेको छ तिनीहरू कस्तो खुसी भयो होला त खुसी ह्याप्पी हो मजा आयो मजा आयो म त गाइज साह्रै थाकेर बसेको बाबुहरू चाहिँ यहाँ माथि यहाँबाट चढ्ने रे आमामामामामा त्यत्रो घुमेर 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 बाबाले लाँदै हुनुहुन्छ उनीहरू दुईजना अब यहाँ निस्किने गरेर आउँछ है मलाई अब यहाँ आइपुग्छ तिनीहरू ल आइपुग्यो दुईजना वाह मस्त भइरहेछ नि यिनीहरूलाई मस्त के हो हेलो गाइजहरू के मजा आयो मजा मजा आयो यो पो खतरा ए मजा पो फेरि जाने ल जाऊ ल जाऊ 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 ल जाऊ ल जाऊ इन्जोय गर इन्जोय गर कति मजा लाग्यो होला त यिनीहरूलाई मजा आयो मजा गर्मी गाइस गर्मी बेसरी अघिको म त जान्न अब यहाँ छन् छोराहरू यिनीहरूलाई डर भनेको केही छैन
खेल्न पायो भने पुग्यो मस्त इन्जोय गर्दैछन् हेलो यस्तो गर्मी गाइस ल गयो है तिनीहरू गयो छिर्यो है गाइजहरू छिर्यो ल अब ल है ल अहो अब ल यहाँ निस्किन्छ अब मेरो बाबाहरू कति बेर लाग्यो त खोइ ओहो उई यताबाट आए ल आम्मामामा मस्त भयो आयो नि हेलो ए छोरा भेट्दैन हेलो यता हेलो यति रमाइलो गरिरहेछन् कि तिनीहरूले गाइजहरू रमाइलो महा रमाइलो गर्दैछन् छोराहरू आउँदैछन् है गाइजहरू गर्मी लास्ट हेलो हाम्रो टर्न आयो ल हिँड्नु ल जानुस् म यता छोरा घुमिरहेछ के हो त यो पानी चलिरहेको छ नि त आछ हेलो भन्दिनु बाबा हेलो मजा आइरहेछ देखाउनु पर्यो नि यसरी के हो कति गहिरो होला है स्विमिङ गरेर पुगेन अहिले उतातिर के आउँछ यही होइन यसको तरिका नै आयो गाइजहरू आयो सेन्सरले काम गर्दा ओहो के गर्ने यस्तो आवाज आउने कराउँदो रहेछ नि त्यसरी त्यो पनि रहेछ यो चाहिँ हाम्रो जङ्गल सफारी आइन्छ र बुढो भयो होला नि हामी चाहिँ मोटो भएर कि छिटो नगयो मोटो त होइन दुईजना त झन् बिस्तारो भएको छ
जङ्गल सफारी ठिक लागेन पहिला तपाईँले भने जस्तो दिलाई हँ पहिला कस्तो हुन्थ्यो भनेर नि तपाईँले यो चाहिँ साउन्ड हो कि यो त लाइट होला नि क्यामेरा स्यामेरा के जस्तो खै खुट्टा बन्द भयो हेलो के हो हेलो के हो कपालै मस्त मस्त है यिनीहरूलाई डरै छैन यति मजा लागिरहेछ यिनीहरूलाई हेलो मजा आयो डर लागेन जोस रमाइलो पनि कस्तो भयो छोरो लागेन ल यहाँ खाजा खाना लागेछौँ साथीहरू हेर्नु भोक लाग्यो खेल्दा खेल्दै बाबुहरू चाहिँ सब पुरा खेल्दैन म त गर्मी भएर हेर्नु नि यस्तो भइसकेछ कति थाकेको छ त छोरो छैन मजा आयो आज रमाइलो लाग्यो हेलो जुन सर के छ मजा आयो रमाइलो भयो अनि अब खाजा खाने टप्प लाएर होइन हो पुरा थाके जस्तो छ के हो छोरालाई यहाँबाट भ्यू दामी आएको है छोरो हजुरको चाहिँ के हो यो हामी चाहिँ अर्डर गर्दै हुनुहुन्छ उहाँले यस्तो गर्मी भएको छ कि साथीहरू यस्तो गर्मी भएको छ कि होइन म पनि भयो बाबुहरू केही हुनु पऱ्यो नि मामा चिसो खाँदै हुनुहुन्छ यहाँ गर्मीले मजा आयो है स्विमिङ गर्ने भनेको थाहा थिएन नि त यहाँ आइपुग्छ कि आइपुग्दैन कन्डिसन थियो नि त त्यही भएर चाहिँ मैले चाहिँ कस्ट्युम बोकेको थिएन तर खेल्यो भने पाइन्थ्यो अनि त्यही पनि खेलेन छोराहरूले इन्जोय गरेको हेरेर बसेको ल खानुहोस् है छोरो खानुहोस् मोमो चाहियो मोमोज मिठो मिठो ल कस्तो मिठो छ कि छैन भन है एकैचोटि तातोले फेरि थाहा छ खाजा खाँदै है गाइसहरू हामी बजारमा त एकैचोटि हो क्या हो हामी चाहिँ खाजा पनि खायौँ भोक लागेर खाजा खाएर अब फर्क्यौँ गाइजहरू अब चाहिँ अब कतै जान्छु त छ र
सिधै घरै जान्छु एकदम थकित भयो जस्तो लाग्छ यिनीहरूलाई अब भोलि फेरि एक्जाम पनि छ तै पनि यसो एकछिनको लागि फ्रेस गराइदियौँ त्यही भएर चाहिँ हामी त यही कुरै नै हुन्छ बाबुले गाडी यही ल्याउँछ होला अनि अब यस्तै हो साथी आजको चाहिँ साथीहरू आज एकदम रमाइलो गऱ्यौँ मस्त गऱ्यौँ बाबुले यहीँ बस्नु भने हो कस्तो भयो आज छोरो सुमी होपलेन राम्रो भयो भयो भन न बोल्दैन भयो राम्रो त हामी यहीँ बस्दा हुँदैन हुन्छ है नजाउँ यत्रो टाढा छ अनि के छ अरू सब ठिकठाक चटपटी खाने हो र खाने हामी चाहिँ फेरि चटपटी खाने थिएँ बाबुहरू अनि चटपटी बनाउँदै हुन्छ यहाँनिरले अनि चटपटी खान्छौँ बाबा आउनुभन्दा अगाडि चाहिँ हामी तयार पार्नेछौँ आउनुभयो भने उतैबाट जाने रे पर्खिनु भन न एकछिन पर्खिनु चटपटी बनाउँदैछौँ भन न हाम्रो चटपटी खाँदैछन् छोराहरू चटपटी त्यो मान्छे अनि हामी वहाँ गएको थियो नि सुधी भाइ के अरे मुक्तिनाथ पोखरामा भेटेको थियो ए कसो रहेछ छोराहरू चटपटी मोमो खाएर नि नपुगेर गाइजहरू हामी त फेरि चटपटी खाँदैछौँ अनि बुढो चाहिँ नलिने भन्नु हो चटपटी मलाई नि खुवाइदिनुहोस् न हो ब्रोहरू आइ त अब मस्त खाने हो नि चुटुक्क बनाइदिनु भन ठिक भन्न त अब यहाँबाट कहाँ निस्किने नि छोराहरूले त चटपटी अति मनपर्ने क्या फेरि मस्त भयो छोरो आज रमाइलो भयो